सायद धेरैले फेसबुकमा हेरिनु सक्नुभयो होला। कविताको शीर्षक छ मेरो गाउँलाई एन्जाइटी भएको छ। एन्जाइटी भनेको थाहा छ नि? मेरो गाउँलाई एन्जाइटी भएको छ, साँझ पर्न नपाउँदै घाम झस्किन्छ, माटोका बाटाहरू थरथराउँछन्, मानौ कुनै अशुभ सन्देश सुन्दैछन्। पाखाहरू पिरोलिन्छ, बिना कारण सुनसान बारीहरू बोल्न खोज्छन्, बाँसका ज्याङभित्र अदृश्य डरहरू चुपचाप सास फेरिरहेका छन्। पिपलको छायाले ओढेको चौतारी अब थकै होइन त्रास बिसाउँछ, गाउँका रुखहरू बिस्तारै झुकिरहेका छन्, मानौ उनीहरूले भोलिको बारी बोक्दैछन्। बालबालिकाहरूको हाँसो घरभित्र कतै टुङ्गिएको छ, गोठका गाईहरू पनि अचेल अलिक मौन छन्, अलिक गम्भीर। यहाँ दिनहरू अँध्यारोसँग सल्लाह गर्छन् र रातहरू निन्द्राको सट्टा शङ्का ओढ्छन्। गाउँको मन सानो छैन तर थकिन्छ, युगको अज्ञात यात्रामा बेसुरिएको बोझ बोक्दै कसैले नदेखेको गीत, कसैले नसुनेको आह बुनिरहेछ, हिँडिरहेछ। मेरो गाउँलाई साँच्चै एन्जाइटी भएको छ। धन्यवाद।